सम्पूर्णमा सबै नमस्कार र जय मसीह र हजुर ठिकै हुनुहुन्छ होला र आज म मेरो आफ्नो साइटमा आइरहेको छु र साँझ भइरहेको छ र प्रेसर लो भएको कारणले गर्दाखेरि है पुरा मलाई भइरहेछ अनि हजुरहरू ठिकै हुनुहुन्छ होला है। जसले पनि मेरो यो भिडियोलाई हेरिरहनु भएको छ र तपाईहरुले मेरो लागि प्रार्थना गरिदिनुहोस् है, म बिन्ती गर्दछु। किनभने म धेरै दिन भयो मेरो प्रेसर लो भएको है र म अलिक कमजोरी पनि भएको छु र हजुरहरू ठिकै हुनुहुन्छ होला है र कृपया तपाईहरुले प्रार्थना गरिदिनुहोस् भनेर म बिन्ती गर्दछु। अनि म आज आफ्नो साइटमा म आएको छु र साइटमा बेलुकी साथीहरूलाई काममा लाउनुपर्ने छ है। अनि दसैँले गर्दाखेरि है साथीहरू गर्दैन कामले गर्दाखेरि हामी पनि निकै छुट्टी हप्ता दिन जस्तो बस्यौँ है र आज फेरि साइटमा हामी भेला भइसकेको छौँ र त्यसगरी सब्जी पनि पकाउँछु। तपाईँहरूले हेर्नुहोस् चिकन फ्राई हुँदैछ है, तपाईँहरूले सेयर गरिदिनु होला है। अनि हाम्रो दुईजना बसिरहनु भएको छ है, काम गर्नु बसिरहनु भएको छ र अब किचनबाट हामी खाना गइरहेको छौँ है र तपाईँहरू सन्चै हुनुहुन्छ होला है। सन्चै छु र अलिकति शरीरमा कमजोरी छ है, टेन्सन छैन है। पानी यसरी थापेर राखेको छौँ हामी। अलिकति ग्रेभी पनि हाल्नु पर्यो, अन्त 3 भाइको सब्जी चाहिँ हेर्नुहोस् न 4-5 जनाले खाने जति नै भइरहेको छ। अब चाहिँ बोइल गरिन्छ है, किनभने मासु चाहिँ पाक्ने गरी पकाएर खायो भने चाहिँ राम्रो हुन्छ भनेर हामीले सुनेको थियौँ र पाक्ने गरी नै पकाइरहेको छौँ। यति भन्दा मेरो यो छोटो युट्युब च्यानललाई म बिन्ती गर्दछु तपाईँहरूलाई लाइक कमेन्ट सेयर गरिदिनु होला है र सब्सक्राइब पनि गरिदिनुहोस् अनि फलो पनि गरिदिनुहोस् भनेर म बिन्ती गर्दछु। धन्यवाद हजुरलाई, नमस्कार, शुभरात्रि।